राम नारायण राम। सृष्टिमा जुनसुकै वस्तुहरू छन्, जुनसुकै तत्त्वहरू छन्, त्यो सबै महाआकाशमा छ। त्यही सबै कुरा हाम्रो भित्र पनि विद्यमान छन्। सम्पूर्ण प्रकृतिमा जे छ त्यो सबै कुरा हाम्रो अन्तरात्मा भित्र समाहित छ। यदि प्रकृति महाआकाशको माध्यम हो भने हामी सबै पनि त्यही प्रकृतिबाट उत्पन्न भएका हौं। प्रकृतिमा भएका सबै गुणहरू, तत्त्वहरू हरेक मानवको भित्र हुन्छन्। त्यसैले हामी सबै महाआकाशकै अंश हौं। हामी जसलाई अल्लाह, ईश्वर, भगवान आदि भनेर विभिन्न नामहरूमा पुकार्छौं, ती सबै एउटै शक्ति हुन् र त्यो शक्ति हो महाआकाश। महाआकाशले जुन उद्देश्यका लागि हामीलाई यहाँ पठाएको हो, त्यो उद्देश्यको बोध हाम्रो भित्रको विवेकमा निहित छ। महाआकाश एक यस्तो महान विश्वविद्यालय हो जसलाई पास गर्नु र यसमा पूर्ण अङ्क ल्याउनु अति कठिन कुरा हो। अहिलेसम्म कसैले पनि यस परीक्षामा पूर्ण अङ्क पाएको छैन। हामीले आजसम्म सुनेका हरेक भगवान वा धर्मगुरुहरू मध्ये कसैले पनि यो आकाशीय परीक्षा पास गर्न सकेका छैनन्। जो यो परीक्षा पास गरेर पूर्ण अङ्क ल्याउनेछ, उसैले आकाशको डिग्री प्राप्त गर्नेछ, उसैले मोक्ष प्राप्त गर्नेछ र बाह्य आकाशमा शासन गर्नेछ। हाम्रो अन्तरात्मामा विवेक बसेको छ जुन हामीलाई सही मार्गदर्शन दिन्छ। यदि हामी यस विवेकको आवाज नसुनौं भने मोक्ष प्राप्त गर्न सकिँदैन। हरेक मानव शरीरमा करिब 50,000 अर्ब आत्माहरू बसोबास गर्छन्। हामी दिनमा 2-3 पटक खाना खाएर तृप्त हुन्छौं। तर के तपाईले कहिले सोच्नुभयो कि यी भित्रका आत्माहरू के खान्छन्? यदि तिनीहरूलाई आहार नदियो भने ती आत्माहरू भित्रभित्रै मर्न थाल्छन्। अन्ततः के हुन्छ भने ती आत्माहरूको शक्ति, ऊर्जा सबै समाप्त हुन्छ, जसले गर्दा हामी कमजोर बन्छौं, हाम्रो मस्तिष्कले काम गर्न छोड्छ। यसरी हेर्दा हाम्रो जन्म नै व्यर्थ हुने खतरा हुन्छ। यो पृथ्वीमा मानवले जे प्राप्त गरेको छ त्यो सबै अन्तरिक्ष, आकाश र प्रकृतिबाट प्राप्त भएको हो। हाम्रो आफ्नै भन्नु केही छैन। पृथ्वी हाम्रो माता हो भने सूर्य हाम्रो पिता, जसले हामीलाई शक्ति र ऊर्जा प्रदान गर्दछ। प्रकृतिले हामीलाई सबै कुरा दिएको छ, तर के प्रकृतिले कहिले हामीसँग केही फिर्ता माग्छ? सूर्य, चन्द्रमा, आकाश र सबै ग्रह नक्षत्रहरूले हामीलाई जे दिएका छन्, के उनीहरूले कहिले त्यसको बदला मागेका छन् या कि चेता जताएका छन्? होइन। अनि मानव किन एक अर्कालाई अनावश्यक रूपमा उपकारको अनुभव गराउँछ? उसले के दिएको छ जो ऊ उपकार देखाउँछ? हामीले हाम्रो जीवन प्रकृतिलाई ध्यानमा राखेर त्यसबाट प्रेरणा लिएर जिउनुपर्छ, किनकि प्रकृति नै हो जुन हामीलाई सन्तुलित र आशावादी बनाउँछ। जीवनमा कुनै कमी आयो भने प्रकृतिले त्यो सन्तुलन बनाइदिन्छ। त्यसैले सबैले प्रकृतिसँग जोडिनुपर्छ। आज मानवसँग जे छ त्यो सबै आकाश र प्रकृतिको देन हो। आकाश, पृथ्वी, जल, वायु र ऊर्जा, यी 5 तत्त्व पञ्चमहाभूतबाट नै सम्पूर्ण सृष्टि बनेको हो। यदि यी तत्त्वहरू नभएको भए न हामी सास फेर्न सक्थ्यौं न त बाँच्न नै सक्थ्यौं। हामी सबैले हरेक दिन राम नारायण राम मन्त्रको जाप गर्नुपर्छ। यसलाई आफ्नो जीवनको अङ्ग बनाउनुहोस्। जस्तै तपाईँ सास फेर्नुहुन्छ, त्यसै गरी राम नारायण राम नामलाई पनि तपाईँको अन्तर्मनमा बसाल्नुहोस्। यो एउटा बीज मन्त्र हो जुन तपाईँको जीवनमा सार्थक परिवर्तन ल्याउँछ। आजसम्म लाखौं मानिसहरूले यस नामसँग जुडेर आफ्नो जीवन सुधार गरेका छन्, जीवनको वास्तविक अर्थ बुझेका छन्। त्यसैले जब तपाईँलाई समय मिल्छ, राम नारायण रामको जाप गर्नुहोस्।